हेलो एन्ड नमस्ते सबैजनालाई। आज म धेरै खुसी छु किनकि फाइनल्ली 1 सालपछि म मेरो घर जाँदैछु। मेरो आमा बाबा, मेरो साथीभाइ र मेरो प्यारो मान्छेहरूसँग धेरै समयपछि भेट्नु पाउँदा धेरै एक्साइटेड पनि भइरहेको छु। मेरो फ्लाइट चाहिँ दुबई इन्टरनेसनल एयरपोर्टदेखिको सेड्युल चेन्ज भएर चाहिँ फुजेरा इन्टरनेसनल एयरपोर्टदेखिको भएको थियो है, र मुम्बईदेखिको फेरि बागडोग्रासम्मको थियो, र फुजेरा चाहिँ शारजादेखिको धेरै टाढा भएकोले गर्दाखेरि हामी बिहानै छिटो गरेर एयरपोर्टतर्फ लाग्यौँ र एयरपोर्टसम्म चाहिँ मलाई ड्रप गर्नुको लागि मेरो प्यारो अङ्कल मसँग आउनुभएको थियो। शारजादेखि करिब 3 घन्टाको यात्रापछि हामी फुजेरा इन्टरनेसनल एयरपोर्ट आइपुग्यौँ र अङ्कललाई बाई भनिकन म चेक इन गर्नतर्फ लागेँ। चेक इन गरिसकेर केही समयपछि वेटिङ रुममा बसेर बोर्डिङ सुरु भयो अनि बोर्डिङतर्फ लागेँ। समयको साथमा मेरो मुटुको धड्कनहरू पनि बिस्तारै बढ्दै थियो अनि 1 सालपछि मेरो परिवारसँगको लामो दूरी पनि बिस्तारै घट्दै थियो। करिब 4:30 म मुम्बई इन्टरनेसनल एयरपोर्ट आइपुगेँ र अहिले मिडल इस्टमा वारको सिचुएसन भएकोले गर्दा मेरो फ्लाइट पनि दुबईदेखिको सेड्युल चेन्ज भएर फुजेरामा भएको थियो र सबै टाइमिङहरू पनि चेन्ज भएर मेरो मुम्बई इन्टरनेसनल एयरपोर्टमा 12 आवरको वेटिङ थियो है। 12 घन्टा वेट गरेपछि त्यसपछि मेरो बागडोग्राको फ्लाइट थियो र 12 घन्टा एयरपोर्टमा बस्न मुस्किल पर्छ भनेर है, गाह्रो पर्छ भनेर मैले अनलाइनमा छिटो एउटा रुम हेरेर रुममा बस्ने निर्णय गरेँ। रुममा पुगेर फ्रेस भएर मजाले रेस्ट गरेँ र बिहान 4:30 को फ्लाइट भएको हुनाले गर्दा राति 2 बजी उठेर फेरि एयरपोर्टतर्फ लागेँ। एयरपोर्ट पुगेपछि छिटो चेकिङ गरेर भित्र वेटिङ रुमतर्फ लागेँ। 1 सालको लामो प्रतीक्षापछि अब केवल केही समय मात्र, त्यसपछि सबैजनाको साथमा। यसरी नै मनमा हजारौँ कुराहरू खेलिरहेको थियो अनि मनमा नै धेरै रमाइरहेको थिएँ। तर समयको खेल नै यस्तो, 1 साल त बित्यो तर
यो केही समय बित्नु पनि धेरै लामो लाग्ने। फाइनल्ली बोर्डिङको कलिङ आएपछि बोर्डिङतर्फ लागे। आपका बागडोगरा के एयरपोर्ट में स्वागत है। मुम्बईदेखि करिब 3 घन्टाको यात्रापछि म बागडोग्रा एयरपोर्ट आइपुगे। लामो सास फेरे र यताउता हेर्न थाले। र मलाई लिनु चाहिँ ओपरा दादा आएको थियो र लामो समयपछि आफ्नो मान्छेहरू देख्दा, आफ्नो मान्छेहरू भेट्दा आफूलाई नै विश्वास लागिरहेको थिएन। रोजा ए भन्दा हाई गाइस। एक सालपछि घर फर्किनु भनेको खालि एउटा यात्रा मात्र होइन, एउटा एहसास हो जो शब्दले बयान गर्नु पनि मुस्किल हुन्छ। हरेक कदममा एउटै सोच थियो, अब छिट्टो घर पुग्नुपर्छ, अब छिट्टो घर पुग्नुपर्छ। किनकि टाढो बसेर थाहा भयो कि घरको भ्याल्यु के हो भन्ने कुरा। र फाइनल्ली त्यो समय आयो जुन समयको प्रतीक्षा 1 सालदेखिको गरिरहेको थिएँ।